हेलो साथीहरु वेलकम टु माई युट्युब च्यानल। आज पनि धेरै पछाडी म युट्युब च्यानलमा आइसकेको छु। लोकल ब्लग तपाईहरु माझमा धेरै समय पछाडी उपस्थित भइसकेको छु र आजको हाम्रो यो ब्लगलाई पुरा अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले बिरतामोड झापा छु र यो चाहिँ ठ्याक्कै हाम्रो दिदीको घर हो र चाहिँ तपाईलाई गार्डन देखाउँछु है त। फर्स्ट अफ अल साथीहरु दिदीको चाहिँ गार्डन यस्तो रहेको छ। सो फुलहरु फुलिरहेको छ, तपाईले देख्न सक्नुहुन्छ साथीहरु। यहाँनिर फुलहरु फुलिरहेको छ, यस्तो छ। सो आज चाहिँ म फेरि फर्किँदैछु हाम्रो आफ्नै प्यारो जन्मभूमि ताप्लेजुङ हाङपाङ गाउँ फर्किँदैछु र यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज हाम्रो यात्रा चाहिँ कस्तो हुनेछ, यात्रालाई अन्तिमसम्म हेरिदिनु होला साथीहरु। यो छ मेरो मेडिसिन र यस्तो रहेको छ हाम्रो। अहिले चाहिँ यहाँ फिलहाल बत्तीको अवरोध भएको छ, विद्युत भर्खरै गएको छ र यहाँ किचनमा मलाई दिदीले नास्ता रेडी गरिदिइसक्नु भएको छ र साथीहरु अब हामी चाहिँ फ्राई राइस खाएर निस्कन्छौँ र 7 बजेको हाम्रो गाडी लाग्छ र पुरा भिडियो हेरिदिनु होला भन्न चाहन्छु। ल साथीहरु यहाँ छ हाम्रो चाहिँ मेरो चाहिँ सामान। अब म चाहिँ यहाँबाट निस्किसकेको छु, निस्किँदैछु भनौँ न। र चाहिँ अब अटो छ यहाँ पल्लर आएको र चाहिँ अनि चाहिँ आया हामी चाहिँ अटोमा जानुपर्ने हुन्छ। सो भेनालाई दिदीले एउटा सामान निकालिदिनु भयो। त्यहाँ छिमेकीको अटो छ टक्क चढ्ने हामी। अब भेनालाई बाई बाई भन्ने हो। ल भेना भेना म निस्किनु पर्यो भेना, अब जाने आज जाने फर्किने। अब दसैँ उभै मनाउने अनि तिहारमा भयो भने आउँछु। ल औषधिहरु टाइम टाइममा खाँदै हुन्छ होला नि त। ल ल भेना हुन्छ, म निस्के है त भेना। 7 बजे गाडी लाग्छ, हुन्छ। ल ल भेनासँग बिदा मागिसक्यो। अब मैले सुज लगाउनु पर्ने हुन्छ। मैले यहाँनिर थन्किरहेको छु। टिबिएल को सोच। अब हामी जुत्ता लगाएर रेडी भएर टक्क निस्कने हो। हेर्दै गर्नु होला है त भिडियो हाम्रो। साथीहरु मलाई बिदा गर्नु पल्लर आन्टी आइसक्नु भएको छ, नाच्दै बिदा गर्नुहुन्छ। रुनु पर्ने बेलामा नाच्दै बिदा गर्नुहुन्छ। गयो खुच्चिङ भन्दै यहाँ रमाउँदै हुनुहुन्छ। भोलि पर्सि आएर टन्नै खाना खाने गरी बस्ने गरी आउने भन्थेको। ल मन थियो। ल साथीहरु हाम्रो चाहिँ अटो पनि आइसकेको छ आन्टी। ल अब यहाँनिर हामी बस पार्कसम्म यसमा जाने हो। कहिले गर्नुभएको थियो? ल धन्यवाद। हाम्रो सब्सक्राइबर हुनुहुन्छ आन्टी, मेरो भिडियो हेरिदिनु हुँदो रहेछ। साथीहरु यहाँ चाहिँ चरालाई खाजा छ, भँगेरालाई ल मुस्कान ब्रोलाई आन्टीले सम्झिनु भएको छ। कौवा, हेलो कौवा, बसेर हेर्दैछु। आज भने यहाँ चाहिँ घाम ठिक्क टल्किरहेको अवस्था छ। घाम पुरै एन्टी लाइट छ, तपाईले देख्न सक्नुहुन्छ। र अब भने हामी जाँदैछौँ बस पार्कसम्म अटोमा। ल ल हुन्छ।
ल साथीहरु अहिले चाहिँ मलाई चाहिँ सयल कमिसले कल गरेर शुभहट्टा भन्दै हुनुहुन्छ। ल ठिक छ हुन्छ बस्नु है त सर्भिस कल बाई भइसकेको छ र हामी जाँदैछौँ साथीहरु। यो नजारा चाहिँ यस्तो छ यहाँको बाटो एकदमै फ्रिज भइसकेको छ। ल यो चाहिँ हो मेन अखलाको भियतनामको अवस्था। पुरै एन्टी लाइट छ साथीहरु तपाईहरुले कस्तो देखिराख्नु भएको छ भिडियो क्वालिटी के छ कमेन्ट गर्नु होला। यो चाहिँ हाम्रो मुक्ति चोक तर एन्टी लाइट गरेर केही देखिरहेको छैन अहिले। बिहानीको झुल्के घाममा सरर निस्केर लाग्यो भाइ झापा चाहिँ यो चाहिँ जस्तै जेन्जीको आन्दोलनमा परेर सक्त घाइते भएको हाम्रो ट्राफिक प्रहरी कार्यालय बस्ने ट्राफिक बस्ने घरहरू पसल पुरा खोलिसकेको छैन। अब बिस्तारै खुल्दै दिन छिटिँदै जान्छ पसलहरू खुल्दै जान्छ। यहाँ चाप यति बढ्छ मनी साध्य हुँदैन। ल छ अब हाम्रो आजको यात्रा ताप्लेजुङसम्मको हो ताप्लेजुङ खाङपाङ। ल है त साथीहरु यहाँ चाहिँ बस पार्क परै हो होइन परै जाने माथि जाने हो कि यहाँ चाहिँ हाम्रो यातायातको साथीहरु चाहिँ यातायातको साथीहरुले लिन खोजिरहेछ प्यासेन्जर आफ्नो कन्ट्याक्ट हुन्छ। सो म चाहिँ हाम्रो चाहिँ गाडी परै छ र यहाँ चाहिँ नरोकिकन हामी सिधै जाँदैछौँ बस पार्क एरिया नयाँ बस पार्क सरी नयाँ बस पार्क। के छ यहाँको ट्रायल सेन्टर ड्राइभिङ सेन्टरमा हो कि कहाँ पो अस्ति क्षति गरेको कहाँ पो अस्ति यहाँ पनि ड्राइभिङ सेन्टर पनि क्षति गरे होइन कि गरेन पो यता त गरेन होला सायद। ल ठिक छ जेन्जी युवा साथीहरूले आवेशमा आएर नाम मात्रै जेन्जीको होइन काका तपाईँको तोडफोड गर्ने चाहिँ सबै पार्टीका काम नलाग्ने साथीहरू पार्टीको काम लाग्ने साथीहरूले त त्यस्तो गर्दैन थियो होला सायद। पार्टीको काम नलाग्ने नाम जेन्जी लियो तोडफोड गरे। हो हजुर हजुर ल यस्तो छ गाडीहरू धम्माधम निस्किँदैछन् बस पार्कदेखि। यो चाहिँ हामी बस पार्कमा छौँ प्रवेश गर्दैछौँ। अहिले हल्का गर्मी नै छ बस पार्कमा। मोड झापा बस पार्क हाम्रो गाडी त्यहाँनिर छ। धम्माधम मैले बिहानको टाइममा गाडीहरू लोड भइरहेको छ अवस्था होइन वहाँनिर पनि छ। ल ठिक छ हुन्छ यहीँ शीतलतिरै रोकिदिनु होला अहिले
आइसकेको छैन जस्तो छ। ल अब हामी उत्रन्छौँ साथीहरू। ल है त ल सामान यहाँ छ। होइन गाडी छ पनि जाने हो। कहाँ छ? ल गुरुङ सर्भिस होइन अर्को होला। ल ल ओराको हुन्छ फोन गर्छु होइन अर्कोलाई भनेको छ कि। ल गाडीलाई कल गर्नु पर्यो है। ल साथीहरू अहिले चाहिँ हामी मिर्जामोडदेखि हिँडिसकेका छौँ। सबै यहाँ पनि जाने हुनुहुन्छ। कोही फुलबारी आफूसम्म जानुहुन्छ पनि प्यासेन्जर हुँदो रहेछ। ल हजुर गाउँले हुनुहुन्छ। हुन्छ हेरौँ ल न। यस्तो छ हाम्रो गुरुजीको नम्बर यहाँ छ, देख्न सक्नुहुन्छ। मिर्जामोडबाट हामी अहिले गाडीबाट है त साथीहरू। हेर्दै गर्नु होला बिच बाटो यो चाहिँ छल्यान्डको बाटो बन्दैछ। त्यसले गर्दाखेरि 2 2 3 3 6 छल्यान्डको बाटो ठुलो बनाउनुको लागि अहिले चिया बगान छ साथीहरू। हुँदैछ यातायातको चाप बढिरहेको छ। हाम्रो गुरुजी हुनुहुन्छ यता। यता नयाँ बाटो जयपुर चोकदेखि अलिक मिल्ने चाहिँ अगाडि बढ्यो। ल यस्तो छ हाम्रो चाहिँ यो बाटोले कहाँसम्म हेर्छ थाहा छैन। अगाडि बढिरहेको छ। अब पछाडि सिट अलिकति खाली छ 1-2 जना, बाँकी यहाँ पर हुनुको रहेछ। सँगै उठेर अनि जाने हो सर। जयपुरमा आइपुग्यो अहिले हामी। ल यहाँको भोटे टाप पुगुनाबारी। ल एकजना प्यासेन्जर यहाँको के हुनुहुन्छ? पानी नै नपरे यहाँ त परेको हुँदैन। यो बुद्ध शान्ति हो कि कुन रहेछ न बुद्ध शान्ति नै होला। बुद्ध शान्ति हो।
बारे बजार इलाम चाहिँ गजबको पो रहेछ त त्यो लामै जाम हो मुभमेन्टको परिन्छ होला प्लेनमा आइयो आज यहाँ पर्यो ल साथीहरू बीच बाटोमा गाडी फस्यो त्यसैले गर्दा यहाँ हामी अहिले ओर्लिनु पर्ने हो अरे खतम रहेछ नि त ठाउँ त अनि साह्रै बिस्कत भइगयो नि ल यस्तो छ सट्ट बसाइ टाइम लाग्ने हो माइ गॉड यो त ट्र्याक्टर ट्र्याक्टर फसेर यो त बाटो निकै समस्या यस्तो अवस्थामा छ है तेरो हेलो सुल्टा ल अरे हो तपाईँ त कुनमा हुनुहुन्छ म पछाडि ए पछाडि हजुर एकदम सन्चै यहाँ पो अलिकति पुरै गाडी त डुबेको जस्तो देखिँदो रहेछ त है ल बनाउँदै हुनुहुँदो रहेछ एकछिन समय लाग्ने होला सायद तान्ने हो त्यसलाई ए अच्छा अर्कोले अब ल यात्रा एकदमै कठिन छ हेलो हजुर फेरि लाइन हजुर त्यही त सेकेन्ड स्टेप पनि त्यो एउटा नाच्दैछ तल्लोपट्टि एकदम मुस्किल ए आउँछ आउने भयो
मुस्किल आसे ल ल ल्याएको छ एउटा बोरा ल आस्ते आस्ते ट्युबवेल हो क्या साथीले हतार नगरे हुन्थ्यो बरु होइन मेरो देखाइमा चाहिँ यो बाटो सजिलो त उता घुम्नु जाने बाटो कहिले गाडीमा गयो भने यो त के हो र पिच बाटो उहाँको लागि अन्त होइन ठाउँ अनुसार हुन्छ ठाउँ छोड्दै यो सानो गाडीको पनि त्यहाँ त्यति त बाहिर भइरहेको हुन्छ त्यो एउटा छेउमा छान्ने ठाउँ छ अनि भाडा पनि त कति 80 किलोमिटरको 3000 छ अनि अरे निकै बिजोक भयो मान्छे यताबाट चाहिँ लाग्यो कोल्टिन छ गाडी आस्ते से गया 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 चलो 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 ला हेलो एकदम हामी इलाममा हो भित्र अब 10-12 वर्ष लाग्छ यता सुन्नु न अब आज जाने हो नि होइन पनि एउटा गाडीको साउ बन्छ्यो भन्ने माइन्डको छ भने त्यसले गाडीको माया गर्छ हो होइन त्यही गाडीलाई साउकै भए पनि बिस्तारै चलायो भने बिग्रेन नि त नबिग्रेपछि हाम्रो कन्टिन्यू यात्रा भयो यहाँदेखि उता पनि बाटो त रहेछ र अन्त हो नि झुकिन्छ नि ल एकदम पहाडको यत्रा सहज छैन जिन्दगी गुरुजीको हातमा हो होइन यस्तै छ दुःख सुख यात्रा गर्नै पर्छ अब विकसित देश भएको भए यस्तो भोग्नु पर्ने थिएन केही छैन बिस्तारै बन्दैछ नेपालको दशैंको यस्तो छ माई खोला नै हो माई खोला यहाँ ठुलो छ कि तल चाहिँ सानो जस्तो हाइड्रो पावरको लगेर तल छैन नि त अघि ठुलो पुल थियो नि त्यो माइयो नि खोइ पानी त्यत्रै इस्मा त माझी टारमा तम्बरको भन्दै यता तलदेखि लाँदै भेटे जस्तो अलिकति समात्नु ल छेउछेउकोले अलिकति उठ्नुहुन्छ यहाँनिर टाउकोमा टुटुल्का उठ्छ फेरि टाउकोमा ठुलो आफूले च्यातिलाई अवस्था यस्तो छ सडकको खनन गरिरहेको छ त्यही त ल निर्माण कार्य धमाधम भइरहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ तेह्र राम्रो फक्साउने भयो त हो राम्रो नयाँ बाटो पायो
हामीले एकछिन पर्खिनु पर्ने होला। कहिले साइड लाग्नुपर्छ नि त। हुन्छ उसको त दिउँसो खेतालो काम हो। त्यही त ठिक छ लागिहाल्ला। खाजा खाने ठाउँ ल हामी यतिखेर अरे सुत्यो है अलिअलि। बुठुलीको होटलमा खाजा खायो ल। बेलासी लोकताम होटल इलाम 11 खाजा खायौँ। मोमो पुरी चना अन्डा सब थोक आउने रहेछ। अनि 2टा केरा पनि खाइयो र हामीको चाहिँ यहाँनिर गाडी छ। सो अब भने गाडीमा फेरि लोड हुनुपर्ने हुन्छ र अनि लाग्ने हो। यस्तो छ यहाँको निर्माण कार्य धमाधम भइरहेको रहेछ। तपाईँहरू देख्न सक्नुहुनेछ एकदम राम्रो छ। बाटो तयार हुँदैछ। मास्तिरबाट छिर्ने होला नि त। ल यहाँ नयाँ पुल बन्दै अन्तिम तयारीमा रहेछ। अब 1 महिनामा चाहिँ 1 महिना लाउँदैन। कसरी चलाउँछ मलाई बुवा खोला हो। बुवा खोला पुल बनाएको छ। एक पटकमा एक सवारी साधनमा 25 टन डेली ब्रिज। पुल राम्रो भनेको हो डेली ब्रिज है। त्यो बारी गोले पर्खिन्छ होला नि। लामो छ नि त त्यो त अनि यतिखेर हामी फिदिम बजारमा आइपुगिसकेका छौँ। यो बजार एरिया हो फिदिम। त्यहाँनिर ग्यास झार्दैछ अरे कि गुरु हो। त्यहाँनिर हस्पिटल थोरै अगाडि होला उतापट्टि। यही हो।